झन्डै साह्रो परेन कमै साह्रो परेन नि हौ। यहाँ पनि भ्लगर दाइहरू हुनुहुँदो रहेछ ए हाम्रो गोप्रो छैन तर अब हामी मेन रोडमा आइसकेको छौँ हामी जाने अब लगाइस हेर्दै गर्नुहोस् है त र होइन गाइस हामी चाहिँ हिलटपदेखि चाहिँ डाइरेक्ट यहाँनिर बुद्ध पार्क आएको छौँ अन्त हामीले बाइकलाई यहाँ पार्क गरिदिइसक्यो जाउँ अब अन्त जग्गा त पर पनि थियो होला तर पनि पार्किङ कार छ भनेर नि खास चाहिँ सस्तो बजेटवाला घुमाइ हो कि टुर हो कि तर जस्तो भने पनि त्यस्तोहरू चाहिँ नभन नि जस्तो घुम्यो कोही त घुमेकै छैन हामीले घुम्दैछौँ मलाई देखाउनु नि यहाँनिर चरक्कै अन्त गाइस होइन मेरो आँखामा चाहिँ के पस्यो ए देब्रे हात पुरा दुखिरहेछ त्यो ओह्रालो मासुलाई थामेकोले गर्दाखेरि अन्त मैले झारेर फेरि कुदाएको स्टेबिलिटीहरू छ यसमा स्टेबिलिटी अलिक छ गाइस तपाईँहरूलाई म बुद्ध पार्क गराउने अलिकति देखाउने छु पहिला पनि देखाएको आउनुहोस् थ्याङ्क यू यहाँ त बारेर खत्तम गर्दैछ नि गाइस ओके थैंक यू आप लोगों को भी आएगा हाँ मेरा भिडियो में बार दिएर रड्डी गरेछ नि साथी हो कहाँ तबाट हेर्नु कहाँ जानु अब त परेसन बारेको छ फर्की निकाल्नै पर्छ होला गाइस फर्किदिउँ बारिदिएर चाहिँ खत्तम गर्दैछ नि यसो गरेर देखाइदिएला बुद्ध पार्क चाहिँ गाइस यहाँ माथिबाट मात्रै देख्दो रहेछ होइन यो तल चाहिँ यो निलो प्लास्टिकले ब्लू प्लास्टिकले गर्दा चाहिँ नदेख्दो रहेछ पहिला चाहिँ त्यो बन्द थिएन मैले योभन्दा अगाडिको भिडियो बनाउँदाखेरि चाहिँ अन्त गाइस तपाईँहरूले यहीँबाट चेकआउट गरिदिनुहोस् अलिकति बुद्ध पार्क चाहिँ यस्तो छ होइन लास्ट एउटा फोटो पनि खिचिदिएँ अन्त मजाको छ है भ्युज अब बेसी नहेर्नु बेसी हेर्नु हुँदैन होइन गाइस किनकि मैले यो बुद्ध पार्कको भिडियो पहिल्यै बनाइसकेको छु अन्त बरु त्यो मेरो च्यानलमा गएर तपाईँहरूले हेर्नुहोस् होला होइन अन्त अहिले चाहिँ अब हामी कता कता हुन्छ ऱ्यान्डम घुमिरहन्छौँ देखाउँदै पनि जान्छौँ र हामी चाहिँ बुद्ध पार्क घुमेर अहिले यहाँ रामङला बजार होइन एकछिन चेकिङ आउट अब हामी यताबाट तार्कु भएर जानुपर्छ कति मजाले गाडीहरू आयो गाडी आउँदै गर्छ गाइस होइन रामङला बजार अलिकति घुमेर चाय खाएर अन्त चाहिँ हामी तार्कु लाग्छौँ गाइस यो चाहिँ याङ रोड हो तर अहिले बाटो छैन गाइस अभी हामी यहाँ चेम्ची को यो टूरिज्म आया था ना जब भी घूमने के लिए निकलता है यस्तो पानी पर्ता है यहाँ आयो अलिक पर यस्तो छ यता जाँदैछौँ अहिले चाहिँ पानी परेर नि एकछिन पानी आउँछ कि छ्याप्पै आएर ढाइदिनु होइन कि दिन राम्रो भइदिनु मजै होइन मजा चाहिँ आइरहेको छ पानीले चाहिँ अलिकति खल्लो बनायो अन्त यहाँनिर टुरिज्म घुमि निकालौँ भनेको अन्त यहाँ पर माङखिम पनि छ कि राईको त्यो पनि जाउँ भनेको अन्त अब हामी यो पछाडि माङखिम जान्छौँ त्यहाँदेखि माङखिम गएर त्यहाँदेखि यता तारको जाँदा माथि बायोडाइभर्सिटी लेक जान्छौँ त्यो लेक एकछिन घुमिराखेर तारको भएर चट्टै जाने हो अहिले चाहिँ हामी कहाँनिर हिलटप गयौँ बुद्ध पार्क गयौँ होइन अनि चेम्ची आइरहेको छु लगाइस हेर्दै गर्नुहोस् हामी अलिकति ओत लाग्नु पर्ने बेला भयो गाइस खत्तम भन्यो पानी हेर हेर्नु न
हामी चाहिँ यहाँनिर बसिरहेको छौँ होइन। यो झन्डै छाना रहेछ र 20 रुपियाँ चाहिँ यहाँनिर ओत लाग्नुको लागि काटेको मात्रै भयो। बिस्कुट टिकट चाहिँ त्यहाँनिर हेरेको रहेछ। त्यहाँदेखि यहाँदेखि मुनि चाहिँ रोजी नानाहरूको चर्च पर्छ। योपालि दामथाङ त्यहाँनिर छ। अन्त सुकी गरेर होइन रक्कै जाडोमा अब यस्तै त यहाँ पानी हिँड्नु बस्नुपर्छ होला। हेलिकप्टर अन्तरे बिजी इन द हाउस। जग्गा चाहिँ रमाइलो छ कि, लेकिन परन्तु पानी आएर चाहिँ नि आज चाहिँ खास घाम लाग्नु पर्ने हो हाम्रो लागि चाहिँ। अब फेरि जानुपर्छ टाढो होइन। गाइस फेरि पनि आएको छु म तपाईँहरूको अगाडि यही थोप्रा लिएर। पानीझरीमा के गर्नुपर्ने हो अब, गाडी लिएर आउनु पर्छ भन्दा पनि बाइकमै आइयो। एकछिन यहाँ बसेर चाहिँ पानी भएर जानुपर्छ होला। There is nothing to see and eat हो। नो क्यान्टिन, नो फुड एभाइलेबल। ब्यागमा पनि छैन। माङखिम चाहिँ नि यो क्या दामी जुम भएको सामसङ S23 अल्ट्रा जस्तै हुँदैछ जुम त। लगाइस चरुङ चरुङ पुरा हल्लिँदो रहेछ है। टुरिज्मको त बिर्सेको ट्रेनिङ सेसनको त गर्दाखेरि यस्तो झुन्डाएको नि हामीलाई। आमा चुट्टी जानु यतिखेर चाहिँ। यो डोरी चाहिँ हतपत चुट्टिँदैन, काठको चाहिँ भर लागेन मलाई। होला नि मुटु मिचेर मजा आउँछ। यहाँ हेर्नुहोस् हाम्रो दाजुको पुच्छर चाहिँ छैन। गारमा दम हुनेहरू मात्रै रहेछ नि है। भाइ पानी पऱ्यो कसो गर्ने, यतातिर पनि खेल्नु पर्ने थियो। के गाउँथ्यौ म सक्दिनँ रहेछ अघि मैले झुन्डे। हात छोड्नु नि दुइटै, खुट्टा छोड्नु कि हातले मात्रै झर्नु नि ट्याक ट्याक ट्याक। आहा वाटर चाहिँ नि हजुर वाटर सल्लाहले चाहिँ भयो गाइस पानी। हिँड्छस् आज बाइकमा, कुद्छस् बाइकमा। छा माम फुली भन्नु मन पर्छ नि। पानी परेर हेर्नु न गाइस, फर्किन आँटेको होइन ओत लाग्नु परेर यस्तोमा बसिरहेको छौँ नि। यस्तोमा त्यही त छा मौसम त दिल गार्डन जानु होला। मौसम त यस्तो लाग्दाखेरि कि दिल गार्डन गर्नु होला आयो भने रोमान्टिक भयो कि केटाकेटाहरू मात्रै आयो नि। चिया पानी परेर खत्तम भन्यौँ। कहिले रहने यो पानी गाइस होइन। आजको भिडियो चाहिँ टक टक दामी गरिदिउँ भनेर सोचेको थिएँ, तर वाटर सल्लाहले गर्दाखेरि चाहिँ नि अब ऱ्यान्डम नै आउनेवाला भयो वाला छ। अन्त कञ्चनजङ्घा हेरिराख्नु मजाको छ। यो हाम्रोमा थियो नि यो फुल, हाम्रोमा थियो यस्तो बाटोको बिच साइडबाट। आमामा रोस यो चराहरू कम त आउँथेन, मैले कति मार्थेँ। भन्छ नि रुखको। अब अलिअलि पानी आउँदै नै छ, हामी पानीलाई टेरेको छैनौँ। सिमसिमे पानी त बब्बाल दामी होइन गाइस। अब फर्केको यस्तोमै भए पनि जाने बेला भयो, रात पर्छ, बुबुको पनि ड्युटी पुग्नु पर्छ भनेर चाहिँ आजको भिडियो चाहिँ यस्तै भाइ ऱ्यान्डम। गाइस बायोडाइभर्सिटी लेक पार्क एन्टर गर्दैछौँ हामी चाहिँ। अनि यहाँ पार्टी पनि गर्दो रहेछ। हुन्छ हेर्नुहोस्
यहाँ माछा छोड्दै थियौँ होइन हामीले गाइस त्यहाँ पार्टी हुँदो रहेछ नजाउँ होला फेरि अडियो म्युट गर्नुपर्छ कि यहाँ फोटोसोटो आम्मामा करेन्टको पर्केको है म त पुरा डर लाग्छ है गाइस सुपर करेन्ट त्यस्तो डरलाग्दो पर्किरहेको छ कि चेटे गरेर होइन त यो हेलमेट एकैछिन पक्रिँदैन त हेलमेट दिँदैन अब गाइस यहाँनिर चाहिँ हाम्रो लास्ट भिडियो हुन्छ अन्त यहाँ भन्दा यहाँ तल गएर चियाहरू खान्छौँ हामी होइन अन्त अलिअलि खाजाहरू खाएर चाहिँ त्यहाँदेखि डाइरेक्ट घर जान्छौँ अन्त यहाँ अब हाम्रो सेकेन्ड लास्ट डेस्टिनेसन हो लास्ट डेस्टिनेसन चाहिँ उहीँ तल यहाँ माथिबाट देख्छ अन्त यो करेन्ट बजेको सुन्नुहुँदैछ होला तपाईँहरूले कति डर त बजिरहेछ आहा यताबाट जाँदो रहेछ त बुबा आउनु न मेरो अलिक आँखाको ब्राइटनेस राम्रो छैन भिजिबिलिटी राम्रो छैन आउनु त भयो यो उम्बो चढ्नुपर्छ यहाँ चाहिँ म आएको चाहिँ थुप्रो खेप भइसक्यो परन्तु अन्तरे आज का दिन कैसा लग रहा है भेरी गुड है एभ्रिथिङ इज ओके बट पानी ज्यादा होने काम इज नट ओके हो हाम्रो भन्छ यहाँ तल यो घरमा एक टर्निङ दुई टर्निङ काटेर त्यहाँ पुग्छ त्यहाँनिर चाहिँ अबुई कति बेसी हल्लाएको हौ एकछिन ल अन्त यहाँनिर चाहिँ प्रोग्राम नै गरिरहेको छ नाच्दै यहाँ तल गाडीहरू पनि छ नि यहीँ गएर चिया खाने होइन अन्त चियाहरू खाएर झन् यता पोस्टमा बसिरहेछ उहाँको फोटो खिचिदिनु पर्ने हुन्छ अन्त बायोडाइभर्सिटी लेक भन्ने चाहिँ यस्तो छ होइन करेन्टै डरलाग्दो छ यहाँ चाहिँ सडक यता गार्डनिङहरू गरेको छ यहाँ कुवाहरू छ अलिकति अघि मैले देखाएको जस्तो लाग्छ भिडियोमा यो चाहिँ ल त गाइस अलिअलि फोटो खिचिराखेर चाहिँ यस्तो रिमेम्बरको लागि अब हतपत घुम्न आउनु पाइँदैन त्यही भएर फोटो खिचिराखेर चाहिँ हामी निस्किनुपर्छ होला फेरि पानी आयो भने खतम हुन्छ के भन्छौ अन्तरे एट यहाँ चाहिँ फेरि पानी छ्या झोल ओरिनु थाल्यो भन्नु मनपर्छ हौ यो बायोडाइभर्सिटी लेक चाहिँ यही हो खासै यस्तोलाई नै लेक भन्छ नि त अन्त यही चाहिँ हो एलएकी लेक अन्त गाइस हामी फेरि अब चाहिँ फर्केको पानी पर्दैछ अन्त केटाहरू उतातिर त जानु अप्ठ्यारो लाग्यो शर्मिन्दावाला युट्युबर हो कि त्यही भएर गाइस अब चाहिँ निस्केको हामी बाई सी यु डियर बाहिर जा ओए त पनि बाहिर जा छिटोलाई त बाहिर जा आइ थाकेको माथि चल्नु खोज्दैछ नि फुच्चा फुच्चीहरू कहिले नचल्न हौ I have nothing to say and nothing to do. Willow, come. Willow, come. Nada मै चाहिन्छ नि त आइज विलो आइ त आइज अरे गाइस मसँग चाहिँ कुकुरहरू यस्तो गर्छ होइन अब पलापिँदै खाटमै बसिसक्यो डर र गाइस फाइनली म घर आइपुगेँ होइन अन्त अलिक झन्डै थाकेँ आज अन्त आजको भिडियो म यसरी बोल्नु पऱ्यो थाक्यो नि त यत्रो लामो कुदेको होइन अन्त आज हामी राबाङ्ला त्यहाँदेखि फेरि बुद्ध पार्क त्यहाँदेखि चेम्चेदेखि फेरि तार्कु भएर झरेर आएको घुम्दै त्यहाँदेखि फेरि माथि बाइक पुरा राखेर गाडी लिएर आएको होइन
तपाईँहरूले यहाँसम्म हेरिदिनु भयो। म सुतेरै बोलिरहेको छु, तरै पनि तपाईँहरूलाई मेरो मनबाट रेस्पेक्ट छ होइन मेरो भ्युवर्सहरूलाई। अनि यहाँसम्म लास्टसम्म हेरिदिनु भएको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आउने दिनहरूमा पनि यसरी नै सपोर्ट गर्दै लानुहोस् जसरी अहिलेसम्म ल्याउनु भएको छ होइन। अन्त सेयर पनि गरिदिनुहोस्। अन्त थ्याङ्क यू सो मच। आजको भिडियो म यहीँनिर एन्ड गर्न चाहन्छु। धन्यवाद।